रमेश ओ के छ तिम्रो खबर? ठिक छ यार, ठिक छ आज। हेलो नमस्कार सम्पूर्णलाई सेवा नमस्ते झोडले। आज चाहिँ हामी लस्ताबानबाट अलखोल घुम्नको लागि होइन पैसा पठाउन आएको भन न। पैसा नि पठाउन आएको। स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा सबैजनालाई। 100 रुपैयाँ आउँछ। अरु त कहाँ एकछिन ए अरू त्यहाँ पनि थुप्रो आउँदैछ है। कतिजना छ? 4 जना टोली छ। ल मामा अनि ल हाम्रो दाइहरू सम्झिनेहरू। ल हामीले चाहिँ पैसा हालिसक्यो होइन। अनि रमेश हामी कहाँ जाने अरे? रमेश कहाँ जाने अरे हामी? के त अब त रमेश हामी कहाँ जाने हो? कुन होटलमा? जाऊ बैसीमा ल। हामी चाहिँ अब चट्ट पैसा सैसा पनि हाल्यो होइन। अब हामी चाहिँ खाना खाने अनि रुम जाने। ल रमेश मामा दाइ हामी चाहिँ कति जान्छौँ? 6 जना भन्नु त मामा के भने के हाल्ने भन्नु न। भिडियो के हाल्नु हो? रमेशको भिडियो हाल्नु। रमेशको मात्र भिडियो हाल्नुपर्छ नि तर। म फेरि यस्तो एउटा उल्लिनु पर्यो है। दामी फुल फुलेको रहेछ यहाँ त। ओ माई गड मामा यो कोलालाई उचाल्न सक्नुहुन्छ? जानु त कत्रो कोला रहेछ। गाउँ बेसी होटल आइदिन्छ हामी चाहिँ। गाउँ बेसी होटल यता चाहिँ कस्टमरहरू है। ल म पनि यता छु। माथि छ ल ल रमेश आउ ल माथि ठाउँ छ। म चाहिँ अघि अघि अझै सब पछि माई गड बबाल रहेछ ठाउँ त। हामी त तर भात खानेहरू त तलै बस्दा हुन्छ हौ रमेश। के खाने रे? तपाईँ त भात खानु हो? किन रमेश के खाने? रमेशले चाहिँ पुरा के अरे मेनु हेर्दैछ है। मेनु हेर्दैछु। गाउँ बेसीको मेनु हो यो चाहिँ। हामी चाहिँ ट्याक्क अर्डर गरेर यहाँ बसिरहेछौँ। रमेश रहेछ दाइहरू पनि खाना बसिरहेछ। दिउँसो काम गरेको नि त त्यही भएर क्या। बाबा सर्भिस राम्रो छैन कि पानी सानी पनि लिँदैन यहाँ त खाली छ पुरै। मलाई त खासै राम्रो अब खाना कस्तो आउँछ त्यसपछि मात्रै थाहा हुन्छ। अब होइन खाना त राम्रै छ होइन। अहिले हेरौँ म चाहिँ आज कोदोको ढिँडो र लोकल कुखुराको मासु खानु भनेर आएको यो होटलमा होइन। रमेश चाहिँ मेनुमा चाहिँ खतरा खतरा देखिन्छ है। ल ढिँडो हेर्नु है यहाँ छ।
यो सेट आउँछ है मेरो चाहिँ आज चाहिँ मुक्काबाङ हुने भएर लस्सी रहेछ खानेको आइटम चाहिँ भोकल हो चाउमिन आइटम रहेछ यहाँ थुक्पा आइटम पनि रहेछ मसरुम सुप चिकन कोला ओडा राख्छ अरे अब यहाँ भनेर कहाँ भन न कहाँ भनेर अहिले मैले कहाँ लगाएर रमेशको भिडियो भाइरल भइसक्यो होइन यहाँ हेर्नु न कति राम्रो छ कति लामो मेरो योभन्दा टुप्पे लामो थियो तपाईँको त पाल्दा चाहिँ थियो होला धेरै लामो भएर खानु तपाईँ पनि तपाईँले के अर्डर गर्नुभएको भन्नु त जम्मा हामी 6 जना छौँ त्यहाँ बसौँ नि यहाँ त्यो टेबल पुस्नु यहीँ अटिएको छ त अनि यत्रो छ त त्यहाँ मामा बस्छ यहाँ रमेश म तपाईँ उदाई त्यहाँ होइन त्यहाँ झन् भुइँमा गएर के बस्नु रमेश मगायो किन ढिलो अरे किन ढिलो अरे आएन भने तेरो टुपी जान्छु अहिले के भन्छ है रमेश के भन्नु भन त आयो हजुरहरूको अर्डर हुनेछ ए हो सबैको आयो अरे सबैको त अब सबैको आएर नखाने म त क्यान्सल गरिदिन्छ हो र मेरो आएर म त खाँदिनँ क्यान्सल म नखाने है भन्नु अब त्यहाँ त्यो मोमो त्यत्तिकै एक प्लेट बिगायो नि त त्यसले बने खानु भन्नु पाउँछ त उनीहरू जति बनाउँछ त्यति बेच्नु पाउँछ हुन्छ र हामीले चाहिँ अर्डर गरेको होइन ढिलो भयो के अरे मामा लक्ष्मण के राई आज दुईवटा राई भेला भएछ है यहाँनिर लिम्बू भएर राई राई भन्छ फेरि फुलुङ राई हो कि के राई हो के राई हो तपाईँ फुलुङ राई छु फुलुङ राई छु राई हो मामा साम्पाङ हो कि कसरी काट्नु अरे भन्नु त चक्ले काट्नु तिमी चाहिँ के हेरेको हौ तिमीलाई त म देखाएको छु नि यहाँ मलाई देखाउनै पर्दैन किन रमेश पहिले भाइरल भइसकेको छ मेरो उमा के अब मामा त खतरा यार त्यो पेन्ट चाहिँ खतरा छ मामाको है मामा मामा पनि ट्यापे टाइपकै रहेछ हौ एक घन्टा भइसक्यो अर्डर दिएको अनि नर्मली खाने हो बनाएर आज ढिँडो खानु मन म नि अहिले खाना नखा भयो ढिँडो कुदाएर हिँड्नु पाउँछ नि मन कुदाएर हिँड्नु खानु मलाई चाहिँ ढिँडो खानु मन लाग्यो क्या आज रमेशले चाहिँ चिकन चाउमिन खानु मन लागेको अरे क्या मलाई चाहिँ सादा खाना दाइ लाग्यो सादा हिरो सेट बबल छ ल मुक्कामाङ गर्छु है ल सबैजनाको अब रमेशको मात्रै आउनु भएको छ रमेश भोग लाग्यो ल बिस्तारै ल मुक्कामाङ आज चाहिँ रमेशले उता भेनाको यो चाहिँ लोकल चिकन हो है गाई चल्नु ल स्टार्ट रमेशको के भयो रमेश ल हामी खान्छौँ ल ल खाइहाल
तिमी आफ्नो खाउनु लाग्यो यो त नुन होइन नि मैले रमेश हामीले त आगे भयो तिमीलाई जे भयो नि आइटम ढिलो भयो नि आइटम मिलाएर त आहा नि यसमा चित्त बुझ्दैन अहिले यसमा चित्त बुझ्दैन अहिले बुझ्दैन चित्त बुझाउनु पर्छ चिकन मोमो नपाउने हिमालयलाई के गर्ने नलगिदिनु त्यही त नि यो के रहेछ यो आलुको हो क्या अहिले यसो हिमालयतिर जाउँ न एकछिन यहाँबाट त्यहाँ रोड क्रस गर्दा 10 वर्ष होला ल्याइदेऊ भन्नुभयो तिमीलाई अप्ठ्यारो तिमी राखेर खाऊ न कहाँ जान्छ त्यहाँ पिम्पलमा लौ त जानु पिम्पलमा गयो भने म यता चाहिँ सक्छु भाइ यता अलिक सजिलो पर्छ नि हाम्रो उसलाई मिलेन खाना खाना त सजिलो पाउनु पऱ्यो नि ठिक चाहिँ छ ठिक छ त सुन मिलेर त्यही बस्नु एक ऊ त्यहाँ बस्नु त नभए ऊ त्यहाँ एक ठिक छ के यो त तरकारी सरकारी त एक ग्यास मुछिँदा अहिले सबै सिद्धिने कटौराहरू गरेर त स्टोनमा त अलिक स्टोनरै तरिकाको बनाउनु खोजेको हो स्टोनमा त अलिक स्टोनर तरिकाको बनाउनु खोजेको हो नि त सिस्टम मिलेको छैन राम 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 के भने अब के गर्नु बुढीको याद आएर के गर्नु यहाँ आएर बुढी पाएन फाइनली साथीहरू ढिँडो चाहिँ यदि खाइसक्यो होइन मामाले पनि सक्नु भएछ रमेशले पनि खाँदैछ होइन सकियो मेरो ए लोकल कुखुराको मासुसँग ए जवानी भइसकेको छ ल आजको मुक्काबाङ चाहिँ बबाले भयो 9 बजेर 36 मिनट भयो ल हामी चाहिँ खाना खानु खाएर लाग्यो रमेश खैनी मार्दै हिँडिरहेछ यता यहाँ बिरालो पनि रहेछ खानासाना खाइयो अब 10:30 बजे गाडी छुट्छ हो न रमेश 10:30 बजे गाडी छुट्छ है 14 रुपियाँ लेखेर मनको पानी भन्दै आउँदैन के पानीको पैसा के पाउँछ पानी यार केटा रमेशको त 2 डल काट्नु पर्ने हो पानी नै खा भन्छ र हामी चाहिँ यो मार्केट आएको है लुलु मार्केट 35 रुपियाँ डेन्जर ठुलो छ है यो लुलु मार्केट सफारी मार्केट अनि उहाँ गएर के काम गर्नु म त रेडी छु 1 घन्टा लाग्यो डेन्जर ठुलो मार्केट छ है यो एउटा ब्लुटुथ हेरेर आउनुहुन्छ क्या ए लक्ष्मण हामी गएर आउँछौँ त्यसो रमेश जाऊ
कत्रो मार्केट हो है ठुलो मार्केट है